हेलो गुड मर्निङ साथीहरू एन्ड नमस्ते सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। म आज डे 2 चितवनमा छु अनि पसलबाट चिया लिएर चिया खाँदै यो के भन्छ नारायणीको उसमा पुलमा आएर हिँड्दैछु चियाको पसलबाट अर्डर गरेर यहाँ हिँड्दै खाएको। अनि साथीहरू यो ब्लगलाई माया गरिदिनु होला, सेयर कमेन्ट लाइक सब्सक्राइब गरिदिनु होला, किनकि म भर्खर सिक्दैछु ब्लग बनाउन। सबैले हेल्प गरिदिनु होला। अनि यहाँ चाहिँ यस्तो छ नारायणी नदी, घाम भर्खर झुल्किँदैछ। बिहानीको भ्यू चाहिँ यस्तै छ। अहिले बिहानको ठ्याक्कै 6 बज्यो है। 6 बजेको भ्यू। यो चाहिँ पुल भइहाल्यो, नवलपरासी कता कता जाने पुल रह्यो। के दामी छ यहाँको। ल हेर्नुहोस् कहाँ हो, कहाँ समुद्र पारी जाऊँ माया यस्तै हो। म चाहिँ पैदल यात्रा गरिरहेको छु यो साइडतिर पुलमा, किनकि अब बिहानै उठियो, त्यही भएर हो। एक्सपोर्ट कलेज रहेछ त्यहाँ, एक्सपोर्ट कलेज। हेर्नुहोस् सागर ढकालले के अरे यो शेरबहादुर देउवालाई प्रश्न गरिरहेको थियो एक्सपोर्ट कलेजको बारेमा, एक्सपोर्ट कलेजको बारेमा। त्यही भएर त्यहाँ राख्दैछ के अरे शेरबहादुर देउवाले। अनि माछा मार्ने मान्छेहरू पनि हुँदो रहेछ त्यही त। मछुवाडै भन्छ, हिन्दीबाट मछुवाडै भन्छ, अब नेपालीबाट माछी। माथि डाँडाको भ्यू चाहिँ यस्तो छ गाइज। म चाहिँ यसरी हिँडिरहेको छु यो गेटअपमा हिँडिरहेको छु। यसै बढी केटी मान्छेहरू हाइवेमा साइकल चलाएर हिँड्छ। साइकल यात्री बढी यहाँ चाहिँ। ए हो भ्यू दामी छ बिहानै नदीको माथि है। चिसो हावा चलिरहेको छ, हावा मजाले चिसो चलिरहेछ। यो चाहिँ चितवनको एन्ड होला, त्यही भएर पहाडहरू छ माथि। यो पुल चाहिँ यस्तो छ है, ठुलो गाडीहरू यसरी गाडी तपाईँसँग दिक हल्लिँदो रहेछ यस्तो सिमेन्टको पुल त। किन हो थाहा भएन, हेभी लोड भएर होला। एक्सपोर्ट कलेज म चाहिँ यसरी पारीबाट वारी आएँ। यो चाहिँ यता नवलपरासी माथि पहाडतिर जाने ठाउँ रहेछ। म चाहिँ अब पारी क्रस गर्छु। प्रहरी कार्यालय नवलपरासी बर्दघाट संस्था नवलपरासी भइहाल्छ। नवलपरासी यो पुलभन्दा यता नवलपरासी रहेछ। चितवन यो पुलदेखि लास्ट रहेछ। यही हो गाइज, के अरे नारायणी नदी यसरी बगेको छ सिस्टम तरिकाले। बिहानै केही बोलीचाली छैन, नदीको आवाज केही छैन। माछा मार्ने मान्छेहरू हुँदो रहेछन् अलि, माछा चाहिँ डह्रो मार्छन् होला यहाँ। यसरी यो पुल चाहिँ बेसी लामो रहेछ। भनिदिनु पार यो हरन किन बजाएको होला भनेको। यस्तो रहेछ, क्या मजाको जङ्गल रहेछ उता। यो बढेर आयो भने चाहिँ वारिपारीको घरहरूलाई असर गर्छ होला, तर भेट्दैन होला, यत्रो छ है।
सायद भेट्न पनि सक्छ घाम मजाले झुल्किएर आइसकेको चाहिँ है बिहानै यसरी हिँड्नुको मजै छुट्टै सिरसिरे हावामा यस्तो मजाले त्यो घुम्दो रहेछ क्या यो के होला यो त्यसमा त पौडी खेल्यो भने डुबाउँछ भन्छ नि हेर्नु यो यस्तो घुमेर उ गइरहेको ल हेर्नु त यस्तो के पो भन्छ होला यस्तो घुमेर आउँदो रहेछ के डुबाइदिन्छ क्या यस्तोमा उ गरेर ल हेर्नुहोस् कहाँदेखि कहाँ छ उतादेखि हेर्नुहोस् है त जुम गरेर देखाउँछु त्यहाँदेखि यस्तो भएर सब हातले समातेर बनाएको भिडियो मजाले हल्लिहाल्छ नि है त्यो बालेन्सा र रवि लामिछाने आएको रहेछ हिँडिरहेछ महाधिवेशन रहेछ राष्ट्रपाको हामी गएको थियौँ हाम्रो ब्यागहरू थियो हेलमेट थियो त्यही भएर ब्याग हेलमेट चेक गरेर हेलमेट लान नपाउने रे अब राख्ने ठाउँ पनि नभएको त्यही भएर हलभित्र छिर्नै पाइएन फर्केको भेट्न पाइएन प्रधानमन्त्री जस्तो मान्छे अब त्यो हेलमेट सेलमेट बोकेर जानु भएन फुल हल्लिएर धेरै हल्लाउँदैन पारेछ सानसानो पारेछ माछा टिप्दै यो चाहिँ सौराहा होइन सौराहा त्यहाँ एउटा क्रोकोडाइल सुतेर बसिरहेको रहेछ यत्रो छ सुतिरहेछ क्रोकोडाइल हामी चाहिँ सौराहामा आइपुग्यौँ ए बोट चढ्ने ठाउँ यो चाहिँ राप्ती नदी भयो यहाँ चाहिँ राति बसेर चिल गर्ने ठाउँ यस्तो दामी रहेछ यहाँको है क्रोकोडाइल यो कुन जातको हो म भएपछि त्यो कुहिरेहरू भएको छ खै चुच्चेवाला हो यस्तो दामी रहेछ ठाउँ चाहिँ ल रेस्टुरेन्ट हेर्नुहोस् है हामी चाहिँ बल्ल बल्ल आइपुग्यौँ यहाँ उताबाट कति किलोमिटर है त्यसबाट नाइट चिल गर्ने ठाउँ पनि राम्रो रहेछ दामी छ रेस्टुरेन्टहरू सिसी क्यामेरा सबै भएको यहाँ चाहिँ अब बाबेक्यू होला बेलुका के पोल्नलाई रेडी बनाएको रेस्टुरेन्टहरू यस्तो रहेछ सौराहाको है अब यहाँ उछ्यायो मजाले चिल हान्यो फ्यामिली आएर तिनीहरू डराएर आएको छैन ऊ छेउमा एउटा छ माछाहरू पनि टन्नै पाउँछ होला दामी रहेछ ठाउँ चाहिँ राति दामी पानी परेन भने होइन ल बारहरू रेस्टुरेन्ट तर छोइसक्नु छैन के गर्नु त तिनीहरू त्यहाँ आउँदैछ हो उता हो यो सबै नेसनल पार्क वारिपारि सबै यहाँ चाहिँ रेनोभेट हुँदो रहेछ दामी रहेछ ठाउँ
ल अहिले कति 5:10 भयो 5:10 भयो हामीलाई ढिलो पनि हुन्छ सौरा है चितवनको सौरा यो चाहिँ घोडा रहेछ घोडा चाहिँ कसरी हो सफारीको घोडा सफारी कसरी भाइ यो सफारी कहाँ लाने हो हजुर ए भित्र जङ्गलमा त जाँदैन ए के हो नि यसको नाम लाइगर टोक्लाए His name is Liger. ल वा कुसा देन पर्दैन नि आकले को गो आँगन ल खोइ चाबी सुरु धुने नि कट पनि दुम दुम मारे म दुम मको ताकी गो आँगन आते माथि छेम पिट नभए क्यामेरा हो म त आकलमा पोइन्ट छ यार पोइन्ट हो म तेरो माइकमा यो चाहिँ चितवनको सौरा है गाई हामी चाहिँ अब त्यहाँ हेरेर यता गयौँ यहाँ थकाली खाना पाइन्छ अरे सौरा यताउति नै अब रिम्सो खिच्यो म हिँड है अनि मलाई देखाइरहेको छ देखिरहेछ सानो घोडाहरूलाई गाडा तनाएर बर्बाद छ बिचराहरूको खाने बाटो गरेको आया रहेछ अब जङ्गल सफारी चाहिँ यहाँ भाडामा लाउनु पर्ने रहेछ गाडीहरू भाडामा के हो मयुर अझै हामी यहाँबाट गएको है क्या हो अरे के ताल हाम्रो कहाँ होइन हो नि ऊ ए हो त अझै हामी यहीँबाट गएको कहाँ घुमेको त अझै हामी यहीँबाट छिरेको त कहाँ घुमेको त हामी यहीँ जानु रहेछ त घुमिएछ त म्यापले त्यस्तो बनाइदिएको क्या म त मन पर्दैन घिन लाग्छ तर टेस्ट गर्ने गर नि तिमीहरू खाजा चाहिँ कहाँ खाने त सर त्यताको साइडमा गएको भए जङ्गल देखिन्थ्यो नि अघि तर उस रहेछ गेस्ट हाउस अरे जङ्गल सफारी हो यहाँ रहेछ हामी चाहिँ खाजा खाना ओर्लेको त्यसमा ए त्यो त मसाज रहेछ मसाज हो त त्यो त होइन चितवनको सौरा थकाली किचन खालि थकाली जहाँ पनि है ओइ के गरेको बस्ने ठाउँ चाहिँ यस्तो रहेछ यहाँ चाहिँ हुङ्गी कि गुङ्गी पाउँछ अरे कटेज रहेछ उता यो चाहिँ राष्ट्रिय निकुञ्जभित्रको 20,000 ताल रे 20,000 ताल त्यहाँ रहेछ यस्तो रहेछ निकुञ्जभित्र हामी आएको छौँ स्कुटरमा इन्ट्री गर्दै जानुपर्ने पैसा तिर्दै यस अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्रको हामी सबै निधि संरक्षण गरौँ यस्तो रहेछ है यस्तै राष्ट्रिय निकुञ्जभित्र स्याल कि टन्नै थियो त्यहाँ गाउँमै ए के तालले जाब 20,000 ताल रे ओइ 20 बनाएर चाहिँ क्या जङ्गली जनावर चाहिँ नदेखिँदो रहेछ यतातिर चाहिँ यस्तो रहेछ साथीहरू 20,000 तालै यो चाहिँ निकुञ्जभित्रको
यसो गोही छ रे गोही अँ आउँछ है पहिले एकचोटि यहाँ पिकनिक खाएको अँ केटा रक्सी खाएर झगडा गरेर रमिँदै थियो यहीँ अँ। ए 20,000 ताल रे किन 20,000 ताल भने खै नामै पहिला अँ। ए अँ अँ भित्र सबै अँ 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 20,000 ताल किनकि यो जङ्गलभित्र तालै ताल छ अरे त्यही भएर हात्ती गाउँडाहरू चाहिँ नपाउँदो रहेछ यस्तै छ राम्रो रहेछ यत्रो ठुल्ठुलो सालको रुखहरू है ल त हामी चाहिँ फर्किनु लाग्यो या पेट दुख्या छ यस्तै छिटो पिस यहाँ चाहिँ भिडियो गर्न मनाइ छ अरे यस्तो रहेछ ठाउँहरू के भिडियो गर्नु त्यहाँ आर्मीहरू छ त्यही भएर भिडियो गर्न नमिल्ने रहेछ भिडियो क्यामेरा बन्द अरे लगाइस् उता भेटौँला फेरि अनि कन्टिन्यू गर्दै जाउँला है त ल है त साथीहरू म चाहिँ घर आइपुगेँ अनि त्यो भिडियो चाहिँ यत्तिकै बन्द गरेको किनकि त्यहाँ अब धेरै अब कच्ची रोडहरू थियो यताउति भित्र छिर्दा भिडियो गर्न पाइएन अनि यति नै साथीहरू त्यस्तै भयो अनि घर आइपुगेर म यहाँ भिडियो एन्ड गर्दैछु यो भिडियोलाई प्लिज लाइक सेयर सब्सक्राइब गरिदिनु होला कमेन्ट कन्टिन्यू फेरि आउँदैछु स्वस्थ रहनु होला व्यस्त रहनु होला एकदमै सबैलाई बाई भन्दै म यो भिडियो इन्डिङ गर्छु थ्याङ्क यू